यस्तो यस्तो खतरा गएको छ अनि भिडियोमा। हेलो हेलो एभ्रिवान, हेलो अल भ्युअर्सहरु। मैले रोपेको यही यिनीहरू चाहिँ कत्रो कत्रो भएछ। सबै मैले यहाँ रोपेको यिनीहरू चाहिँ हुँदैन। आम्मा मैले कसरी गियर लाएर जानुपर्ने हो साथीहरू। बाइकको हालत यस्तै छ र पनि अब जस्तै चाहिँ ल साथीहरू हामी चाहिँ यतिखेर ससुराली पुग्यौँ। कलर सलर गरेर दामी बनाउनु भएछ। तिमीलाई त के देखाएर नि क्यामेरा देखिरहेको फुलहरू त म कहाँ यो भ्लगमा फुलहरू देखाएर हुन्छ। सुन्तला कता गएर ए पाए छैन नि कहिले पाक्छ अरे यो पहिलो हुन्छ र देखाइदिउँ भनेको। दामी भएछ यता उतातिर पनि ल्याइदिएको छौँ नि मम्मी, हामीले ल्याइदिएको छौँ नि। नानाले फोन गर्नु भएको थियो होइन मलाई गर्नुभयो भरे लास्टमा। दामी भएछ घर चाहिँ कलर गर्नु र त मलाई उयो हामी धोबीधार आउँदा गर्नुभएको थियो। दामी छ कलर चाहिँ खेरो चाहिँ ससुराली हो। फुलहरू पनि दामी दामी छ। ल अब हामी गइहालौँ ल। बिपलाटे मम्मी त्यहाँ सामानहरू ल्याउनु बाँकी छ नि, बिस्कुटहरू केहरू ल्याउनै छ। अनि त्यो भएर त जानु छ। अनि भन्दा पनि निस्किजान्छु होला हौ। यो खोइ कता र त यसको यो के हो लाइनै नभएको मम्मी हो। लाइन त छ जस्तो त्यहाँ ए हो त यो उदय हुन्छ सधैँ त्यो माथि झर्यो होला। यो झरेको होइन भनेको अब त हेर्नु तिमीले अब त ए हो त रहेछ त झरेको झरेको रहेछ। ल ठिकै छ र त होइन यहाँ चाहिँ यो बलेको छ मिटर बलेको ठिकै छ। यो कारणले के हुँदा झर्ने यस्तो राम्रो भयो सिस्टम। त्यसो भए सर्ट हुँदैन। ल तिम्रो फुलहरू स्याहारेको देखाऊ यहाँ पनि। ल लु भ्लगमा मेरो भ्लगमा अब म गर्दिनँ बुझ्दै गर्छ। जानु भनेर नि फोन चाहिँ चार्ज गरिदिएको बोल्दै गरेँ पनि देखिन्छ। यो चाहिँ मैले रोपेको फुलहरू हो। यो चाहिँ यिनीहरू चाहिँ पछि लानुपर्छ। यिनीहरू सबै मैले रोपेको। यो पनि निकै फस्टेको रहेछ नि त। छोरा छोरा त्यहाँ बाबा मम्मी यिनीहरू चाहिँ सबै मैले रोपेको। यिनीहरू सबै मैले रोपेको यही यिनीहरू चाहिँ कत्रो कत्रो भएछ। सबै मैले यहाँ रोपेको यिनीहरू चाहिँ। यो भिडियो चाहिँ यहाँ यताबाट पनि सबैले हेर्ने बेला भयो। यिनीहरू इन्डोर प्लान्टहरू हाम्रो साम्बेवा हजुर लेखि नै राखेको छ अरे साम्बेवा भन्दै नि। होइन ठिकै छ त अहिले जानेको राम्रो। उता किचन आगो फुक्ने यहाँ परदेखि लिएर यहाँ कुकुरीहरू बस्ने यिनीहरू फुलहरू सबै मैले रोपेकोहरू कत्रो कत्रो भएछ सबै। यो चाहिँ हाम्रो बिहेमा यहाँ के भन्छ यो खम्बा गाड्नेर चाहिँ बनाएको सबै मैले रोपेको। यिनीहरू फुल्नेको बेलामा एकदम राम्रो हुन्छ। छोटो छोटो त्यहाँ लु हौ फुल धेर भयो। यो भ्लगिङमा कहाँ फुल धेर गरेर हुन्छ त। यता चाहिँ आर्किडहरू छ सबै मैले रोपेको अरे यिनीहरू। ल साथीहरू यो जसले रोपे पनि अब उसको यहाँ हुँदैन उसको होइन अब यहाँ आउने काटेको छ अहिले। एउटा थपेर 10 वटा निकालेको भोलिपल्ट लात्ताले दिएर कहाँ अलि दिनमा भालेपछि चिन्ने भइजाने रहेछ नि। एउटा अस्ति उतेलाई चिमटी राख्यो चिल्ले एउटा त लगिहाल्यो। अहिले त मान्नु भएन। साथीहरू अब हामी चाहिँ बिपलाट इन्डस्ट्रीमा सामानहरू कोसीहरू किन्नु छ।
ल भिडियोलाई हेर्दै गर्नुहोस् के कस्तो हुन्छ म तपाईँलाई भिडियोमा जोड्दै गर्छु एकदम अन्तिमसम्म इन्जोय गर्नुहोस् मेरो भिडियोमा साथीहरू अब के कस्तो गरिन्छ ससुरालीमा हेर्नु साथी है हामी चाहिँ अब ससुरालीबाट हिँड्यौँ प्याङसम्मको यात्रा कस्तो हुन्छ हेर्नु साथीहरू मेरो भिडियोमा बाटो एकदम खराब होला कच्ची रोड जानुपर्ने दोलातुम्बी यस्तो छ यसरी जानुपर्ने यही अरे डाइरेक्ट कहीँ उयो परेन हेर त यसो अब सालीहरू भेट्नु पर्ने अब के गर्नु मलाई गाह्रै छ साथीहरू कहाँ पऱ्यो सुम्बेक पुगिसकेको छौँ अब कति लाग्छ आधी घन्टामा पुगिन्छ त्यहाँ राम्रै छ भने पुगिँदैछ त्यहाँ चाहिँ ठुलो बरको पर्छ बर कि पिपल पिपल चिन्दैन पिपल कहाँ यत्रो बर मात्रै रहेछ पिपल पनि हुनुपर्ने जोडी के गर्नु ऊ पर क्या हो होइन परै रहेछ ए त्यहाँ पनि ठुल्ठुलो बर छ तल धानबारी देखेको छैन खासै मजाले म अहिले देखाउँछु हामी चाहिँ जाँदैछौँ भिडियो चाहिँ गर्नु खासै मिलेको छैन त्यो हुँदाखेरि मैले फोटोको मात्रै गर्दैछु है त भिडियो ल साथीहरू हामी यतिखेर रुलु पुलमा पुग्यौँ अब यहाँदेखि चाहिँ हामीलाई ट्याङ जानु लगभग आधी घन्टा लाग्छ भन्दैछ बाइकमा बाइकको हालत पनि यस्तो छ बिजोग छ हिलो भएर पुल बिग्रेर यो पहिरो गएको बाटो चाहिँ यो जुन छ नि यहाँ पहिरो गएर चाहिँ यहाँ आउनु नमिल्ने रहेछ न त हामी त्यो भएर चाहिँ यता माथिबाट यस्तो घुमेर यस्तो आएको छौँ बाइक यस्तो हिलो छ जुत्ता मैले यहाँ पुगिरहेको छु चप्ली लगाएको छु अब यस्तो बाटोमा चाहिँ जुत्ता सो गर्नु भएन हो यस्तो बिग्रिएर हो ग्यार लिभर अघि यहाँ ढुङ्गामा कता ठोकेछ है भित्र दब्रेर पस्यो अब यो हातले यसो गरेर त सकिँदैन आम्मा यो कसरी ग्यार लाएर जानुपर्ने हो साथीहरू बाइकको हालत यस्तै छ र पनि अब जस्तै चाहिँ भए पनि जानु त पर्ने नै हुन्छ खोला बगर यस्तो छ पुल चाहिँ राम्रो छ मैले चाहिँ यो ठाउँको मात्रै भिडियो गर्दैछु किनभने पानी परिरहेको छ हो अब भिज्छ क्यामेरासँग त्यो हुँदाखेरि गर्नु पाइँदैन त्यो हुँदाखेरि ठाउँको मात्रै त्यो गर्दैछु ऊ बुढी चाहिँ यहाँ छ झिक्का कि झिक्का भनेर बनाइरहेको फोनमा फोटोमा त्यो हुँदाखेरि फोन गऱ्यो मामाहरूलाई ल घरमै अब पुगिन्छ अब ठ्याक्कै पुगेर मात्रै म भिडियो गर्नु साथीहरू कस्तो हुन्छ अब फर्स्ट टाइम हो मेरो चाहिँ मौली त्यो हुँदाखेरि अब त्यस्तो ठाउँ त मलाई थाहा छैन त्यो हुँदाखेरि अब जानुपर्ने हुन्छ यहाँदेखि उद्धर चाहिँ यस्तो डरलाग्दै छ नि हौ ठाउँको लागि ए ल ठिक छ ल साथीहरू अब हामी जानुपर्ने हुन्छ यहाँदेखि पानी परिसक्यो जाउँ लु जाउँ पानी परिसकेको छ बाइक त त्यही त हो नि यस्तो हिलो गाडीमा यस्तो लेत्रा आग्लो त भएछ हाम्रो कोसेली सोसेली झोलातुम्बी नै धेर छ हौ अब 7-8 घर रहेछ त्यो हुँदाखेरि हामी चाहिँ जानुपर्ने हुन्छ ल पानी पर्नु थाल्यो जाउँ छिटो हामी चाहिँ कति हामीले 1.5 घन्टा लाग्यो होइन 1.5 घन्टा पछाडिको यात्रा पछाडि आइपुग्यौँ मौला यहाँ चाहिँ फर्स्ट टाइम हो हजुर र पनि अलिक त बाटो पनि अप्ठ्यारो रहेछ सुना पानी परेर बिचेकै छ ए सालो के त सानो सालो तिमीले त के भन्नुपर्छ अब मलाई नाना तिमी भेना हैन तिमी भेना पानी परेर बिचोक छ सालो केटा कत्ला भएछ सालो केटा रे होइन बोक्छ नि उसले बोक्नु पर्छ है बोक्नु पर्छ ल यहाँ बस्नु मसँग बस्छ भेनासँग म त सानो नानीहरूलाई त्यो भेना साली भन्दा त अप्ठ्यारो लाग्छ नि अप्ठ्यारो लाग्छ अब खानसाना खाएर हामी चाहिँ यहाँबाट घुम्छौँ माथि जान्छौँ यहाँबाट धेरै जान्छ 7-8 घर घुम्नु छ अनि घुमघाम हुन्छ यस्तै हो टिका लगाउनु नभए पनि भेटघाट हुन्छ हेलो भनिदिनु नानी भिडियोमा हेलो एभ्रिवान हेलो अल भ्युअर्सहरू हेलो अल माई भेनाको भ्युअर्सहरू भनिदिनु हेलो भनिदिनु हेलो भेनाको भ्युअर्सहरू यसो भेनाको भिडियोमा माया गरिदिनु भन्नुपर्छ भेनाको भिडियोमा म त चम्चीले खान्छु माया गरिदिनु हेलो भेनाको भिडियोमा माया गरिदिनु देखाइदिनु बोक पोक्नु छैन अब चाहिँ हामी मामसाम खान्छौँ टक्कसँगले
12 अघि हामी आउँदा 12 बजे थियो जान्छौँ खानासाना खाएर अनि चाहिँ घुम काम हुन्छ है त लिसकेर बिजोकमा जोड्दै गर्छु पानीले बिजोक बनायो बिजोक बनायो भने चाहिँ साइला मामाहरूकोमा आइपुग्यो अब यहाँदेखि तल को मामाहरूकोमा चाहिँ यस्तो छ अवस्था यहाँ भिजेर घाँस कट्टा जस्तो भएर आयो यस्तो अवस्था उतापट्टि चाहिँ उतापट्टि को हुनुहुन्छ होइन र त शर्मिलाले अहिले आउँछु ल माइजू भन्दैछ त्यो भएर चाहिँ अब बस्नु भएको छ बाहिरको भ्यू यस्तो त छ कि उता पनि घरै देख्दै थिएँ मैले ए ल ठिक छ म नयाँचोटि भएपछि यस्तै हो पानी चाहिँ बिजोक सोधी आयो पानी भयो पनि कुदाइ छ बाइकमा बाइक चाहिँ ऊ तल राखेर आएको छु अनि भएर म कुदाइ हुँदैछ हाम्रो अब सुरुचोटि हो मौली घुमघाम यस्तै हुँदैछ त्यो टिकनहरूलाई यसो भेटघाट चिनजान हुन्छ दाइ चाहिँ यहाँ तल बिचरा बिजोक भएर बसिरहेछ अब एकछिन बसेर गफ गर्छौँ माइतीहरूकोमा अनि त्यहाँदेखि चाहिँ फर्किँदै फेरि तल 3-4 घर पुग्नुपर्ने हुन्छ यो चाहिँ माइतीहरूको हो यो चाहिँ हाम्रो पापा ससुरा पापाको बुढो मौली घर यही हो हामी यहाँ छिरिन्छ होइन त छिरिन्छ हजुर ससुरा पापाको यो चाहिँ बुढो मौली हो गए चाहिँ हामी यहाँ 3 जना भइरहेछ यस्तो छ हालत त्यही भारी बोकै जानुपर्ने यस्तै छ गाह्रो छ साथीहरू पानीले बाजेले चाहिँ बाइकमा आइन अघि माथिसम्म चाहिँ बाइकमा गएको अब यहाँ चाहिँ नजिकै भएकोले गर्दा बाइकमा नजाने हिँडेर जाने कुरा भयो अम्बक दामी फलेछ आमा सयपत्री हेर न यता कटिङ पो त छोटो खालके यस्तो चाहिँ मलाई मनपर्छ ठिकै छ उतै जानु पर्ने सिउडी भनेको तिमीले यो भनेको उयो ए फुल्छ पनि क्या हो यो चाहिँ फुल्ने जसलाई हो कक्रिन्छु होला है म छिरुमै हाल्छ भित्र ल आयो पहिलाको जस्तो हुनुहुँदो रहेछ कोमा त उमेरकै के भन्छ पाको हुनु भएन रहेछ कति वर्ष पुग्नु भएकोमा हजुर पाका खान थालिसक्नु पापा भन्दा पापाको चाहिँ को पर्नुहुन्छ माइजू नि पापाको माइजू अनि मामा माइजू कति वर्ष पुग्नु भएकोमा हजुर खै कति 3 सालले कति पुगे 3 सालले अहिले 72 साल भनेपछि 79 वर्ष हजुर ए कोपा चाहिँ कोपा त ममन धेरै जेठो ए कहाँ तालाम हुनुहुन्छ कि तलै छ ए किचनमा छ किचनमा त बाङा मात्रै हुनुहुन्छ ताराबीर बाङा मात्रै हुनुहुन्छ हैन छ त्यतै छ ए ल तल्लो गाउँ तल पुगेर आउँछौँ ल मुमा भरे एकमा भरे आउँछौँ फेरि फर्किँदा निस्किन्छौँ भरे आउँदौ न अनि आउँछौँ कोपालाई भेटेर जान्छौँ बाटो यही हो कोपालाई भेटेर जान्छौँ हो तल उयो के भन्छ मामाहरूकोतिर पुगेर आउँछौँ माइला मामाहरूकोतिर दिक्कुहरूकोतिर यो साल जुठो छ हाम्रो कि र पनि आउँछौँ आशीर्वाद लिन्छौँ
कोपासँग भेट्छौँ बस्दै गर्नु ल हामी चाहिँ बिहानै उठेर एकदम मर्निङ रिफ्रेसिङ भइसकेको छौँ आज घर फर्किनु पर्ने तर हिजो बेलुकाको ठुलो पानीले यति गाह्रो बनाए यति बनाए चारैतिर पहिरो गएर रातै यता यो डाँडाहरू त झन् पहिरो गएर रातै भइरहेको छ कसरी जानुपर्ने हो हेलो आइ भनिदेऊ जानुपर्ने छ यहाँको सरसर्ती एकचोटि भिडियोमा देखाइदिन्छु मुखको आऊ ओइ मिस्की म्याम आऊ सर माउलीको भिडियोमा देखाइदिन्छु घरको यहाँ फुलहरू यस्तो बनाएको छ यहाँ चाहिँ भैँसी यतातिर चाहिँ भैँसी माउहरू पाल्नु हुँदो रहेछ हामी चाहिँ खासै हाम्रोतिर हुँदैन भैँसी माउ बच्चा गाई फुलहरू यहाँ दामी मेन चाहिँ मलाई मन परेको यहाँ चाहिँ ड्रागन फ्रुट यो चाहिँ एकदम स्पेसल लाग्यो मलाई दुबो सट्ट रोप्नु भएको छ अनि बाइक यहाँ माथि छ कहीँ पनि बाइक पनि जाने ठाउँ नभएर एकदम बिजोग बनाइरहेको रहेछ अनि त्यो भएर तल खोला म देखाउँछु अब खतरा भएछ नि त खोला त नि होइन हुन्छ आम्मामा यो त देखा छैन देखिनेछ आम्मामा यस्तो भएको छ खोला तल यस्तो ठुलो भएको छ तल यस्तो यस्तो खतरा गएको छ ठाउँै छैन अब जाने यस्तो भइरहेछ ठाउँ यस्तै छ गाउँठाउँहरू भ्यूहरू अब मेन विशेष त अब आज फर्किनु पर्ने बाटै खाली छैन अब कसरी फर्किनु पर्ने के गर्नुपर्ने आइज काले आइज कल्लो त हिजो हामीसँगै डुलेको हामीसँगै यो चाहिँ डुलेर घुम गरिसकेको छ म त अरूभन्दा बाटो बन्द भएको देखेर छक्कै पराइदाउ यसलाई कतिचोटि देखाउनु यो हाम्रो साथी त्यो माथिबाट झरेको पछि झरिएछ नि त्यहाँदेखि उयो माथिदेखि उयो मास्टरतिर भएको चाहिँ नाजादर छ त्यो चाहिँ फेरि पकिरहेछ त्यहाँदेखि मुनि चाहिँ जाँदो रहेछ हौ यसो हेरेको ए हजुर यहाँ माथि यहाँबाट साँच्ची नयाँ बजार त्यही 1 घन्टामा पुगिँदो रहेछ यहाँ नयाँ बजार टावर पनि माथि नयाँ बजार चाहिँ यहाँ माथि टाढा यो माथि पर्छ साथीहरू नयाँ बजार चाहिँ मैले हात देखेर छु भिडियो चाहिँ देखिँदैन मजाले चाहिँ नयाँ बजारको टावर यो जुम गरेर देखेर चाहिँ खासै अब देखिँदैन नयाँ बजार हो यसले छ अब घर कसरी जानुपर्ने हो मेन ठुलो कुरा सानो केटा भन ओइ त्यस्तै त ओइ भन्दकी सानो केटा भन्दकी ओइ सानो केटा हैन भन्दकी भाइ हेलो हाई भन्दै हाई गुड मर्निङ एभ्रीवान गुड मर्निङ एभ्रीवान गुड मर्निङ बोल्दैन नि अनि कहाँ बोल्छ 5 महिनाको नानी एभ्रीवान गुड मर्निङ ताता टुटु गर्नु थालेछ म चाहिँ कसरी घर जाने हो